नाम स्टील फ्लेक्सी स्ट्रॉन्ग TMT बार। ये स्ट्रॉन्ग के साथ फ्लेक्सिबल भी है। आपदा मुसीबत कोई भी आए, ये घर को अटूट बनाए। जब TMT फ्लेक्सी स्ट्रॉन्ग, तो घर रहे हमेशा के लिए स्ट्रॉन्ग। ये स्टाइल का मामला है। रूपा फ्रंटलाइन। नमस्कार। खरसाङ कलेजमा हामीले 2 दिवसीय खरसाङ कलेज फेस्ट 2025 अर्गनाइज गरेका छौँ र आज यस कार्यक्रमको प्रथम दिन यसलाई हामीले एउटा थीम गरेको छौँ। त्यो थीमको नाम चाहिँ हो ड्रग फ्री हिमालय। र तपाईहरुलाई थाहै छ यो पहाडी भेगमा ड्रग्सको जुन चाहिँ कुतत्व माने यसमा ड्रग्समा लागेर मानिसहरू बिग्रेको, स्टुडेन्टहरू बिग्रेको, यसलाई हामीले एउटा जागरुकता ल्याउन लागि खरसाङ कलेजले आजको दिन बिहान रेलवे स्टेसनदेखिको वर्धमान रोड हुँदै खरसाङ कलेजसम्म एउटा र्याली गरेको थियौँ स्टुडेन्टहरूले। र यो जुन चाहिँ हाम्रो फेस्टिभल छ या जुन चाहिँ फेस्ट छ यसमा चाहिँ हामी के चाहन्छौँ भने स्टुडेन्टहरू पढिरहेको हुन्छ, दिनरात क्लासमा हुन्छ र एउटा राम्रो वेदर पनि छ, राम्रो वातावरण छ। यसमा दुई दिन नानीहरूले मजा गर्ने, कम्पिटिसनमा भाग लिने, जस्तो अहिले हामीले सोलो डान्स कम्पिटिसन भयो, सोलो सिङ्गिङ कम्पिटिसन भयो, फ्यासन सो भयो। नानीहरू ट्यालेन्टेड छन् कलेजका नानीहरू। उनीहरूलाई एउटा मार्ग दियो भने, उनीहरूलाई एउटा स्कोप दियो भने उनीहरूले गर्छन्। र यस्तै अवस्थामा हामीले फोटोग्राफी कम्पिटिसन राखेका छौँ, त्यसरी रङ्गोली कम्पिटिसन, फेस पेन्टिङ, यस्ता खालका धेरै हामीले 11वटादेखिको 12वटा जस्तो प्रोग्राम गरेका छौँ। यो आज र भोलि रहन्छ। त्यसैमा हामीले भोलिको दिन हामीले एउटा सिलगढीबाट ड्रग अवेरनेसको लागि एउटा वर्कसप पनि गरेका छौँ र उहाँहरू आएर नानीहरूलाई, हाम्रो प्यारेन्ट्स, हाम्रो टिचर्सहरूलाई ड्रग्सको विषयमा, यसको अवेरनेसको विषयमा उहाँहरूले एउटा वर्कसप पनि गर्नुहुनेछ। र यसमा हामीले फन या हामीले मजा गर्दा पनि एउटा सिरियस टपिकलाई हामीले भोलि डिस्कस गर्नेछौँ। र दिन पनि राम्रो भयो आज, भोलि पनि राम्रो हुन्छ होला। र नानीहरूले मजा गर्दैछन्। यसमा हामीले फुड स्टलहरू पनि राखेको छौँ। मोमो बेच्ने, कोदोको मोमो, फ्रुट्सहरू, कोल्ड ड्रिङ्क्सहरू, यस्तो सबै बेच्ने छ। त्यसमा चाहिँ नानीहरूले के गरेको छ भने यसबाट जति पनि नाफा हुन्छ हाम्रो नानीहरूबाट, त्यसमा चाहिँ कलेजलाई के गर्ने एउटा सोचेर कलेजको के बेनिफिटको लागि या बाहिर कुनै यस्तो सोसियल अर्गनाइजेसनहरूलाई यसो डोनेट गर्ने भन्ने पनि त्यो थिममा पनि छ। र हामीले देख्दैछौँ सबै नानीहरू एकदम राम्रोसँग खुसी भएर यसमा पार्टिसिपेट गर्दैछ। आजको यस कार्यक्रममा हाम्रो श्याम शेर्पाज्यू हाम्रो कलेजकै भूतपूर्व विद्यार्थी पनि हुनुहुन्छ र हाम्रो गाउँले पनि हुनुहुन्छ र
एक्जिक्युटिभ सभासद हुनुहुन्छ, उहाँलाई हामीले चिफ गेस्ट राखेको थियौँ र उहाँले आफ्नो चिफ गेस्टको निमन्त्रणालाई स्वीकार गरेर आइदिनु भयो, हामीसँग 1-1.5 घन्टा बिताउनु भयो। उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। हजुर।